र म यहाँ आइसकेँ रातमा त ओरेन्डुङ्गामा आइसकेँ। अहिले सबै यहाँ लास्टै धुलो छ के पछि यहाँ बाटो फेरि अड्छन्। अहिले बाटो कस्तो छ कमेन्ट गर्नु होला है। पछि जसले निर्वाचनमा जित्छ त्यसैले बाटो बनाउँछ है साथीहरू। बाटो अहिले लास्टै धुलो छ। अहिले भन्नु पर्ला बाटोको मध्य के नालीहरू मात्रै बनाउन् बाटो यस्तरी खानगाउँदेखि झाङखाङसम्म यो नाली। अहिले बाटोको हालत अहिले सब धुलो परिरहेछ। हेर्नु होला गाइस। पारी भन्नु पर्दा कुप्चा गाउँ फेरि यहाँ एउटा चिन्ह पनि राखेका छन्। यो चिन्हमा वाल लाउने अरे के यो चिन्ह यहाँ चिन्ह दिएको छ नि यो वाल लाउने अरे। यहाँ चट्ट वाल बनाउँछन्। यहाँ सिमेन्ट यहाँ बालुवाहरू पनि छन् गिटी बालुवाहरू। यहाँ ढुङ्गाहरू पनि छन्। यहाँसम्म ल्याएको क्या गिटी ट्र्याक्टरहरूले। यहाँ ढुङ्गाहरू पनि छन्। यस्तै हात पनि छ। सबैजनाले कमेन्ट गर्नु होला। अहिले म फेरि खाने गाउँ जानु भनेको केटाहरू गइसकेँ। अहिले म मात्रै यहाँ धेरै हुन्छन् क्या गाउँमा मान्छे छैनन् अहिले म्यादी पुलिस पनि गएका छन्। त्यही भएर हामी 3 दिन भयो क्या खाने गाउँ बोलाउनु गएको। हेर्न सक्नुहुन्छ गाइसहरू यहीँ पछाडि भिडियो। नाली अहिले राम्रै बनाएर रहेछन् नाली पानी बग्ने नाली। बात पनि ठिकै छ। सब धुलो छ क्या बात चाहिँ यस्तो कपडा भइदिन्छ कि धुलो बात हिँडेपछि। बल नि उहाँ पारेको उहाँ पार्यो। देन मन ठुल्का हो कि उहाँ पार्यो ठुल्का। मैले युट्युबमा आएको भिडियो सबैजनाले लाइक सेयर गर्नु होला।